So today we have Dell Latitude 3410 ल्यापटप 3410 को ल्यापटप छ हामीसँग। यो ल्यापटपमा चाहिँ लिड जुन चाहिँ हामीले लिड छ नि खोल्ने बित्तिकै अटोमेटिक आफै अन हुन्छ कि यो अटोमेटिक आफै अन हुन्छ यो लिड खोल्ने बित्तिकै। यसलाई कसरी समाधान गर्न सकिन्छ आज म तपाईँलाई देखाउन आउँछु। जुन चाहिँ अहिले हेर्नुहोस् होला, जस्तो मैले यो लिड खोलेँ होइन, मैले पावर बटन थिचेको छैन, आफै अन भइसक्यो, आफै अन भइसक्यो। अब यसलाई कसरी समाधान गर्न सकिन्छ यसको चाहिँ म तपाईँलाई जानकारी दिन चाहन्छु। यसलाई चाहिँ अब एकचोटि फेरि रिस्टार्ट गरेर रिस्टार्ट गरेको चाहिँ रिस्टार्ट हुन्छ होला। अब F2 हामी F2 थिचेर राख्ने र यसले बायस नखोलेसम्म F2 थिचिराख्ने, बायसको सेटिङ नगएसम्म। त्यसपछि हामीले यहाँ अप्सनहरू देख्न सक्नुहुन्छ र पावर भन्ने अप्सन छ यतापट्टि यो लेफ्ट साइडमा, यहाँ पावरमा यतापट्टि यो पावरमा थिच्ने। त्यसपछि हामी यहाँबाट स्क्रोल गर्दै तल गर्दै तल जाँदै अझै तल जाँदै यहाँ एउटा लिडको अप्सन आउँछ, तपाईँले देख्न सक्नुहुन्छ। लिड स्विच भनेको छ, इनेबल लिड स्विच भनेको छ पावर अन लिड ओपन भनेको छ कि। यहाँ चाहिँ उनले के भनेको छ, वेन इनेबल दिस सेटिङ अलाउज द सिस्टम टु पावर अफ फ्रम द अफ स्टेट वेन एभर द लिड इज ओपन रे कि। यो भनेको चाहिँ जुन बेला यो कम्प्युटर अफ भएको बेला पनि हामीले लिडहरू खोल्दाखेरि चाहिँ यो अटोमेटिक अन हुन्छ भने उसले यो सेटिङ इनेबल गर भने इनेबल यो यस्तो छ भनेको कि द सिस्टम विल पावर अन वेन पावर इदर बाई द एसी एडाप्टर अर बाई द सिस्टम ब्याट्री। एडाप्टर जोडे पनि वा ब्याट्री चार्ज ब्याट्रीभित्र भए पनि यो लिड खोल्ने बित्तिकै अटोमेटिक अन हुन्छ, जुन चाहिँ हामीले यसलाई अफ गर्नुपर्ने हुन्छ। अफ गरेर यसलाई अप्लाई चेन्जेस गरिन्छ, यसमा चाहिँ ओके गरिन्छ, त्यसपछि यो अफ भइसकेको हुन्छ। देख्न सक्नुहुन्छ अफ भइसकेको छ। अब हामी एक्जिटतिर जाँदा हुन्छ। रिस्टार्ट हुन्छ, त्यसपछि सटडाउन गरेर अनि फेरि हामी एकचोटि ट्राई गर्नेछौँ। जुन चाहिँ यो अफ भयो होइन, नर्मली अफ भइसक्यो यो ल्यापटप। एकचोटि फेरि यो लिड खोलेर हेरौँ यो अटोमेटिक अन हुन्छ कि हुँदैन भनेर। देख्न सक्नुहुन्छ यो अफ अब अन भएको छैन नि, अहिले यो खोल्ने बित्तिकै यो अटोमेटिक आफै अन हुन्थ्यो, जुन चाहिँ हामीले बायसमा गएर डेलको बायसको सेटिङ्समा गएर मिलायौँ।